गाडी लिएर बसिरहेको छु यताबाट। यो चाहिँ सांस्कृतिक पार्क यहाँभित्रदेखि चाहिँ आमामा हेर न यत्रो तपस्या गरेर हेर्नुहोस् त अब प्राणीहरूले पनि कति यो चाहिँ अगाडिको थियो त अरू अघिको ठाउँभन्दा पनि धेरै माछाहरू छ। Good morning everyone. It is windy today, but the sun is out. It is sunny as well. भरेसम्म हेरौँ कस्तो हुन्छ वेदर। यसमा मासु च्यापेर खानु त नि आजको दिन एकदमै ब्राइट छ। आज म सम संस्कृति पार्क र झन्डा पार्कमा गएर भ्रमण गर्ने इच्छा छ। त्यहाँ अहिले कस्तो कस्तो चेन्जेसहरू आएको छ त्यो सबै म देखाउने छु। अहिले चाहिँ स्कुलमा सानो काम परेर म स्कुल आइरहेको छु। अब स्कुलको काम राम्रो ढङ्गले सकेर सिधै पाथी पार्कतिर जानेछु। .8 40 40 4.2 4.2 22 22 4.1 4.1 38 38 4.1 5 5 56 होला 56 कि कति 46 भएको मैले जाने बाटोमा सानो ट्राफिक उताबाट पनि गाडी आउने उता पनि गाडी आउने भित्रमा जाम भएछ। रोड सानो छ त्यही भएर यहाँ पछाडि सर्भिस कसै गाडीहरू यताबाट मान्छेहरू आउँदैछन्। म यहाँ ट्याक्कसँग फुटपाथमा यो साइडको फुटपाथमा गाडी लिएर बसिरहेको छु। हाम्रो ओसो पार्कको ब्रिज है यो चाहिँ। मान्छेहरू धेरै आएको छन्। आज ट्युसडे भए तापनि झन् स्याटरडे त कति आउँछन् होला। पहिला चाहिँ म यहाँ माथि गएर रनिङ गर्दै माथि जान्थेँ, माथि गएर कुल डाउन गर्थेँ कि सबै हेर्थेँ त्यहाँबाट यसो यतातिर। त्यो ब्रिज भत्कियो भने के हुन्छ? सब ठिक छ सर, के छ? यतातिर थोरै वर्क हुँदै रहेछ, कन्स्ट्रक्सन वर्कहरू हुँदै रहेछ। यता यो चाहिँ सांस्कृतिक पार्क यहाँभित्रदेखि चाहिँ हाम्रो पार्क आउँछ। यहाँ दायाँ हुनुहुन्छ। माछा साथी माछा चाहिँ कता समाउँछु नि खोला खान्छ होइन यता मासतिर। We can try that. ओके एकदम कडा कडा आएर छ कडा। दामी दामी ल। Uniting all the Gorkhas रहेछ यहाँ चाहिँ। जाउँ सर अब सर्कुलर प्याथमा छ त्यहाँ अझै माथि। यो चाहिँ ठाउँ पो रहेछ त्यहाँ त लभली। गएर बस्नु मन लाग्यो त्यहाँ चाहिँ मलाई।
मेरो मित्रले मलाई एकदमै यहाँ शान्ति ठाउँमा ल्याएछ। यहाँ चाहिँ मै रहेछु, मलाई थोरै भनिदेऊ न। अब तपाईँको बारेमा के भन्ने है मैले यो तपाईँको थोरै बारेमा हल्का वर्णन गरिदिउँ न त होइन। ओके। उहाँ चाहिँ हाम्रो गौतम बुद्ध, अर्को नाम हाम्रो आवाराम हो। अब हेर्नुहोस् पुरा ध्यानमा हुनुहुन्छ हाम्रो आवाराम सर, चट्टा लगाएर ध्यानमै छु नि है। आमामा हेर न, यत्रो तपस्या गरेर हेर्नुहोस् त अब प्राणीहरूले पनि कति माया गरेको हाम्रो आवाराम सरलाई। अनि कपालको टाउकोतिर हेर्नुहोस्, तपाईँलाई प्रोटेक्ट गर्नुको लागि यो स्नेलहरू बसेको हो क्या तपाईँको टाउकोमा सनलाइटबाट समय भएर बिर्सिहालिँदो रहेछ, केही छैन। अर्को जन्म दिँदाखेरि अलिक गाह्रो हुन्छ। गाह्रो नै हुँदो रहेछ, बिस्तारै बिस्तारै फ्ल्यासब्याक्सहरू। म छु नि तपाईँको बारेमा हल्का भनिदिइहाल्छु। अब पहिला त आफूले गरिन्छ भन्नु त हुँदैन थियो नि त। 1000 रुपियाँ चट्टा चढायो अनि त्यसपछि उनीहरूले अनि उताकोले सबै काम गरिदिन्थ्यो। फुलै फुलको माछा एकछिन हेर्नुपर्छ। हो तर फेरि यहीँ हुनुहुन्छ कि उहाँलाई एकछिन उयो गर्नुपर्छ। म भुलाउँछु। आज मेरो टुर गाइड सर, यो म के देख्दैछु सर, यसको बारेमा थोरै भनिदिनु पर्यो। यसको बारे हजुर, यो चाहिँ अब हाम्रो धरानको नामकरण हिस्ट्री होइन। अब किन धरान भयो त भन्ने कुरा पनि यसले झल्काउँछ। यो जस्तै आरा काट्ने ठाउँलाई चाहिँ धरान भनिन्छ क्या। हातैले हो, अर्ग्यानिक सर, अर्ग्यानिक। हाम्रो सरले अर्ग्यानिक तरिकामा दिनुभयो। बाडा पनि कस्तो दामी कि। अघि हामी त्यहीँ भयो, यो चाहिँ अर्को पार्क। यहाँ चाहिँ एन्ट्री फी 35, त्यहाँको एन्ट्री फी चाहिँ 20 थियो। अहिले चाहिँ हामी एन्टर गऱ्यौँ अर्को पार्क, लभली ब्रिज। यहाँ है त, यो चाहिँ हाम्रो पार्कको फाउन्टेन, पानी यहीँसम्म आउँदो रहेछ है मेरो सर। थोरै भनिदिनु पर्यो सर। अब यसको बारेमा चाहिँ मलाई खासै त्यस्तो ज्ञान चाहिँ छैन, तर पनि यो भनेको चाहिँ सर हाम्रो किराँतीहरूको तीन चुला। त्यो चाहिँ मैले नोटिसै गरेको थिइनँ। यहाँ चाहिँ हाम्रो वन जाति हुनुहुँदो रहेछ यहाँ त्यहाँकोसँग। यहाँ चाहिँ छ, यहाँ चाहिँ भेको त। यहाँ पनि छ त, अरू अघिको ठाउँभन्दा पनि धेरै माछाहरू छ। कोही फिसहरू कुन यो यताको होइन थियो कि कुन भनेको? गाउँ सांस्कृतिक पार्कमा लैत है सबै मान्छेहरू यो मानव विकास ढुङ्गाको वरिपरि लगाए। यहाँ कस्तो राम्रो हिँड्ने बाटो रहेछ यार। ट्याक 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 बस्ने क्या, बस्ने ठाउँहरू पनि आफ्नो मित्रलाई लिएर बसेर गफ गर्ने ठाउँहरू रहेछन्। यहाँ धेरैवटा छ है, छानी छानी पिट्टु खेल्नको लागि है। ल चाइनिज ब्याम्बो हो सर यो। यसको यो
यो ठाउँलाई चाहिँ रक गार्डन भन्नु रहेछ है ल। अहिले चाहिँ हामी यही पार्कभित्रै पुरा भ्रमण गर्दैछौँ। अब हामी झन्डा पार्कतिर जान्छौँ। अझै यतातिर एक दुईवटा ठाउँहरू एक्सप्लोर गर्न बाँकी छ। त्यो ठाउँहरूलाई हामी हेर्दै सबै रेकर्ड गर्दै हामी झन्डा पार्कतिर लाग्छौँ। ल त यो चाहिँ हाम्रो झन्डा पार्क। हामी अघि माथि श्रम संस्कृति पार्कबाट अहिले झन्डा पार्कमा आएको छौँ। भित्र छिर्ने बित्तिकै यस्तो दृश्य छ। Look at those. यो चाहिँ अगाडिको भ्यू यस्तो देखिन्छ। सबै धरा नै देखिँदो रहेछ। उता परसम्म देखिँदो रहेछ नि। मेरो साथी चाहिँ यहाँ बसिरहेछ। म चाहिँ यहाँ छु भिडियोहरू खिच्दैछु। अनि यही हो झन्डा। यो पार्कको झन्डा चाहिँ यही हो। यही देखेर पनि मैले यसलाई पुरा झन्डा पार्क भन्न थालेको थिएँ। एकदमै राम्रो छ। नेपालको झन्डा सो हामीलाई चाहिँ एउटा आफ्नो देशप्रति चाहिँ माया हुनुपर्छ है छातीमा। हो नि साथी। पृथ्वी रहन्जेलसम्म हाम्रो देश नेपाल रहनुपर्छ। चन्द्र सूर्य अन्तिम झन्डा रहनुपर्छ है। त्यो साइडमै हो क्या जलाउँदै होला। यो सबै धुवाँहरू भनेको को बिचको त्यो त्यही साइडतिर हो क्या धरानको मेरो प्यारो साथी दुईजनाको एकदमै मिठो मिठो गफहरू अहिलेसम्म भयो। अब चाहिँ बेलुका पनि हुन थालिसक्यो होइन। अँध्यारो अँध्यारो चिसो चिसो पनि बढ्यो। मिस दिस प्लेस। एक हप्तापछि फेरि आउने हो अरे। साप्सु खोला थाहा छ। अहिले चाहिँ घर आएको अवस्था। घरमा आएर यहाँ पल्टिरहेको छु। आजको दिन स्कुलमा पनि बित्यो। थोरै श्रम संस्कृति पार्कमा र झन्डा पार्कमा। र ओभरअली हेर्नु पर्दाखेरि आजको यो सबै मेरो दिनमा हिँडेको ठाउँहरू सबै राम्रैसँगै बित्यो। श्रम संस्कृति पार्क र झन्डा पार्क मेन गरी विशेष गरी त्यतातिर चाहिँ